गुड इभिनिङ। दिनभरिको पर्खाइपछि बल्ल साँझ धनगढीले अलि पानी पायो। अलिकति चिसो अनुभव गर्न पायौँ हामीले। दिनभरि अरू ठाउँ अतरियातिर गेटातिर पानी पर्यो, हाम्रो यता धनगढी बजार क्षेत्रतिर पानी नै परेन। अहिले बल्ल जो 8:30 बजे साँझ, राति 8:30 बजेदेखि पानी पर्यो र यहाँ अलिकति शीतलता अनुभव गरेका छौँ हामीले। मजाले चिसो छ मौसम। म चाहिँ आफ्नो निवासतिर गइरहेको छु र अहिले शान्त र शीतल मौसम छ। हेर्नुहोस् यहाँको यस्तो छ अवस्था, मौसमी अवस्था पनि एकदम राम्रो छ। हेर्नुहोस् त कस्तो राम्रो मौसम छ। यता पानी परेको छ र मैले शीतल छ। अहिले चाहिँ एकदम पूर्ण रूपमा पानी थाकेको चाहिँ छैन। पानीको थोपाहरू केही न केही परिरहेछन्, अरू त त्यस्तै छ। मौसम चाहिँ गुड छ। वाउ, दामी क्या यस्तो मौसममा है। मजाले बाहिर आएर घुम्न कमाइले पाउनु भयो होला, तर आएर घुम्नुहोस्, एकचोटि आनन्द लिनुहोस् मौसमको। यस्तो मौसम सधैँ आउँदैन। हेर्नुहोस् आज मात्रै आएको है। हाम्रो नयाँ वर्षदेखि आजको जस्तो मौसम आज मात्रै आएको, भोलि आउन पाउँदैन। त्यही भएर आनन्द लिनुहोस्, मजा लिनुहोस्, घुम्नुहोस्, हिँड्नुहोस्, भिज्नुहोस्, एकचोटि ज्वरो निकाल्नुहोस्। यो कुरा पनि आवश्यक हुन्छ स्वास्थ्यलाई। धनगढीले दिनभरि पानीको पर्खाइ गरेको थियो, पानी कति बेला पर्ला भनेर। बल्ल अहिले साँझ आएर एकदम शीतलता र एकदम आनन्द पाएको छ। अब राति सुत्न चाहिँ एकदम मजा आउने भयो। अरू त त्यस्तै हो, आनन्द र शीतलमा सुत्न चाहिँ मजा आउने भयो। आज झ्याल ढोकाहरू नखोलेर सुते पनि चिसो मौसमको अनुभव गर्न पाइने भयो आज। यस्तो छ हेर्नुहोस् यहाँ। अब हामी चाहिँ शुभरात्रि भन्छौँ। सबैले शुभरात्रि। सुत्नुहोला आरामले। तपाईँको भोलिको बिहान शुभ रहोस्। यस्तो छ हेर्नु, पानी चाहिँ टक्कै भर्किएछ पानी है।